नमस्कार। फेरि मैले आज धेरै कामहरू लिएर आएको छु। काम चाहिनेले भिडियोलाई अन्तिमसम्म नछुटाइ हेर्नु होला। हामीले जागिर नलगाए अगाडि सर्भिस चार्ज, फर्म चार्ज कुनै पैसा लिँदैनौँ। तत्कालै टोखाको भत्केको पुलको लागि एकजना लेडिज अथवा बोइज अकाउन्टेन्ट चाहियो। तलब 22,000, शनिबार छुट्टी, खाजाको सुविधा, समय 9 बजीदेखि 5 बजीसम्म। टोखाको भत्केको पुलको खाद्यान्नको स्टोरमा लेडिज अथवा बोइज अकाउन्टेन्ट चाहिएको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर चाबेलको लागि एकै ठाउँमा 2 जना लेडिज बारिस्टा चाहियो। तलब 18,000, समय बिहानको 6 बजीदेखि 2 बजीसम्म एउटा सिफ्ट र अर्को सिफ्ट दिउँसोको 1 बजीदेखि बेलुकाको 9 बजीसम्म। दुईटा सिफ्टमा दुईटा लेडिज बारिस्टा चाहिएको हुँदा चाबेल नजिकै बस्ने बहिनीहरूले तुरुन्तै सम्पर्क गर्नुहोला। तलब 18,000 रुपियाँ रहेको छ। यस्तै गरेर टोखाको भुतखेल नजिकै एकजना लेडिज वेटर चाहियो। तलब 13,000, समय बिहानको 6 बजीदेखि 1 बजीसम्म एकजना र दिउँसोको 1 बजीदेखि बेलुकाको 8 बजीसम्म अर्कोजना गरेर हामीलाई टोखाको भुतखेलमा 2 जना लेडिज वेटर चाहिएको हुँदा टोखा आसपास बस्ने बहिनीहरूले तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर घरको काम गर्ने महिला चाहियो। डल्लुको लागि समय 9 बजीदेखि 5 बजीसम्म, शनिबार छुट्टी, खाजाको सुविधा, 15,000 तलब रहेको छ। यदि तपाईँहरू 9 बजीदेखि भ्याउनुहुन्न भने 10 बजीदेखि 6 बजीसम्म गरे पनि हुन्छ। 8 घन्टाको 15,000 सेलरी, शनिबार छुट्टी, खाजाको सुविधा रहेको छ। यस्तै गरेर दिल्ली बजारको लागि 10 बजीदेखि 6 बजीसम्म 8 घन्टा घरको काम गर्ने महिला चाहियो। तलब 15,000, शनिबार छुट्टी, खाजाको सुविधा रहेको छ। यस्तै गरेर न्यू रोडको फेन्सी पसलको लागि सेल्स गर्ल चाहियो। 13,000 तलब, शनिबार छुट्टी, खाजाको सुविधा, समय 9 बजीदेखि 6 बजीसम्म रहेको छ। न्यू रोडमा अलि स्मार्ट खालको लुकिङ गुड भएको, अलि बोल्न सक्ने लेडिज सेल्स गर्ल चाहिएको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला न्यू रोड आसपास बस्नेले। यस्तै गरेर हामीलाई बागबजारको कन्सल्टेन्सीको लागि काउन्सिलर प्लस डकुमेन्टेसन गर्ने महिला कर्मचारी चाहियो। तलब 21,000, शनिबार छुट्टी, खाजाको सुविधा। कन्सल्टेन्सीमा पहिले कतै काम गरेको, डकुमेन्टेसन प्लस काउन्सिलरको काम गर्न सक्ने महिला कर्मचारी चाहियो। बागबजारको लागि बागबजार पुतली सडक आसपास बस्ने, कन्सल्टेन्सीमा कतै काम गरेको अनुभव भएको महिलाहरू कोही हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर पानी फ्याक्ट्रीको लागि खाने बस्ने सहित 2 जना महिला कर्मचारी चाहियो। खाना बस्न दिएर तलब चाहिँ 13,000 रुपियाँ रहेको छ। यस्तै गरेर कुक चाहियो 16 खुट्टे ठमेलको लागि। तलब 30,000, समय 12 घन्टा, हप्ताको 1 दिन छुट्टी रहेको छ। कुक काम गर्न नेपाली फास्टफुड खाना बनाउने कुक कोही हुनुहुन्छ भने 16 खुट्टेको लागि 30,000 रुपियाँ सेलरी, 12 घन्टा ड्युटी रहेको छ। र 16 खुट्टेकै लागि 2 जना लेडिज वेटर चाहियो। 15,000 तलब रहेको छ, समय 10 घन्टा रहेको छ। 16 खुट्टेमा 2 जना लेडिज वेटर चाहिएको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। र यस्तै गरेर हामीलाई खाने बस्ने सहित घरायसी काम गर्ने महिला कर्मचारी चाहियो। त्यहीँ बस्ने त्यहीँ खाने सुविधा, सेलरी 15,000 रुपियाँ रहेको छ। 2 जना मात्रै परिवार भएको घरमा घरको काम गर्ने महिला चाहियो। 15,000 तलब, खाने बस्नेको सुविधा रहेको छ। यस्तै गरेर हामीलाई खाने बस्ने सहित कुक चाहियो। टोखाको लागि तलब 25,000, खाने बस्नेको राम्रो सुविधा रहेको छ। यस्तै गरेर हामीलाई इलेक्ट्रिसियनको टेक्निसियन चाहियो। 25,000 सेलरी, नारायणथानको लागि समय 8 घन्टा, शनिबार छुट्टी। इलेक्ट्रिसियनको टेक्निसियनमा काम गर्न इच्छुक र अनुभवी कोही हुनुहुन्छ भने नारायणथानको 5 स्टार होटलको लागि इलेक्ट्रिसियनको टेक्निसियन चाहियो। तलब 25,000। यस्तै गरेर श्रीमान श्रीमती 2 जोडी चाहियो 2 ठाउँको लागि। नारायणथानको लागि एक जोडी र यस्तै गरेर यो पुलचोकको लागि 1 जोडी। 2 जोडी चाहियो। 30,000 सेलरी, बस्नको सुविधा छ र 1 टाइम खानाको सुविधा छ। 30,000 सेलरीमा श्रीमान श्रीमती खाना बस्न सहित काम गर्न इच्छुक हुनुहुन्छ भने एकै ठाउँमा काम रहेको छ, बस्नको सुविधा रहेको छ। कोही हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर
सामाकोसीको लागि लेडिज वेटर चाहियो, दिउँसोको 11 बजीदेखि बेलुका 8 बजीसम्म, तलब 13,000। दिउँसो 11 बजीदेखि बेलुका 8 बजीसम्म वेटरमा काम गर्न इच्छुक महिला दिदीबहिनी कोही हुनुहुन्छ भने 13,000 सेलेरीमा तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। र यस्तै गरेर नारायणथानको लागि मेटल कम्पनीमा हेल्पर भाइहरू चाहियो 3 जना, 15,000 तलब रहेको छ। मेटल कम्पनीको लागि हेल्पर काम गर्न इच्छुक हुनुहुन्छ भने फलामको सामान बन्ने ठाउँमा हेल्पर चाहियो, 15,000 रुपियाँ तलब रहेको छ। यस्तै गरेर नयाँ बानेश्वरको लागि हामीलाई 2 जना बहिनीहरू चाहियो क्यान्टिनमा। शनिबार र आइतबार 2 दिन छुट्टी रहेको छ, सरकारीको छुट्टी रहेको छ। स्कुलको क्यान्टिनमा सामान्य हेल्पर काम गर्ने 2 जना बहिनीहरू चाहियो बानेश्वरमा, तलब 13,000 रुपियाँ रहेको छ। बानेश्वर आसपास बस्ने क्यान्टिनमा हेल्पर काम गर्ने, सामान्य हेल्पर काम गर्ने, केही काम नजानेको भए नि हुन्छ, तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर वसन्तधाराको लागि मोमो मेकर चाहियो, 17,000 तलब, खाने बस्ने सुविधा, भेज बग चिकन 3टा आइटम मोमो मजाले बनाउन सक्ने मोमो मेकर कोही हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर सुकेधाराको फ्रिज पसलको लागि सेल्स बोय चाहियो, तलब 18,000, समय बिहानको 9 बजीदेखि बेलुकाको 7 बजीसम्म रहेको छ। फ्रिज पसलमा सेल्स बोयको काम गर्न इच्छुक कोही हुनुहुन्छ भने सुकेधाराको लागि तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै गरेर चक्रपथको लागि ब्युटी पार्लरमा ब्युटिसियन चाहियो, तलब 15,000 देखि 30,000 रुपियाँ रहेको छ। यस्तै गरेर खाने बस्ने सहित 6 जना परिवार भएको घरमा घरको काम गर्ने महिला चाहियो, त्यहीँ बस्ने त्यहीँ खाने सुविधा, स्यालेरी 20,000 रुपियाँ रहेको छ। यस्तै गरेर खाने बस्ने सहित 3 जना परिवार भएको घरमा घरको काम गर्ने महिला कर्मचारी चाहियो, 17,000 रुपियाँ तलब रहेको छ। र एउटा डिमान्ड चाहिँ काठमाडौँभन्दा बाहिर 13 थुमको रहेको छ। 13 थुममा घरको काम गर्ने महिला कर्मचारी चाहियो, खाने बस्नेको सुविधा, 30,000 रुपियाँ सेलेरी रहेको छ। 13 थुम जाने अथवा 13 थुममा रहेको कोही दिदीबहिनीहरू घरको काम गर्न इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला। जागिर नलगाए अगाडि पैसा लाग्दैन। अफिस नारायण गोपाल चोक चक्रपथमा रहेको छ। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गरिदिनु होला। कुन ठाउँमा कस्तो जब चाहिएको छ कमेन्ट गरिदिनु होला। साथीभाइहरूलाई जब चाहिएको छ भने भिडियोलाई सेयर गरिदिनु होला। र यस्तै जबको बारेमा भिडियो हेर्नको लागि यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। नयाँ डिमान्डको साथ नयाँ भिडियो लिएर आउनेछु। थ्याङ्क यू सो मच सबै।